आज हामी मण्डलीमा पर्नु भनेको कसैलाई दुःख पर्नु भनेको सारा मण्डलीलाई पीड पर्नु हो। प्रभुको वचनले भन्नुभएको छ हामी सबै ख्रिस्टको शरीर हौँ। अनि एउटा औँलालाई चोट लाग्दा पनि सबैलाई दुख्छ। अनि हामी ख्रिस्टको शरीर भएको कारणले गर्दा उहाँको रगतले किनिएको कारणले गर्दाखेरि अब एकजनालाई शोक पर्दाखेरि सबैलाई शोक परेको, किनभने वचनले यहाँ भन्छ यो संसारमा मृत्यु नभएको घर काहीँ पनि छैन अरे। सबैले यो कुराबाट भएर जानुपर्छ भन्छ यहाँ प्रस्थानको पुस्तकमा। प्रस्थानको पुस्तक कसैले पढिदिनु भयो भने सजिलो हुने रहेछ। प्रस्थान 12 देखिको प्रस्थान 12 देखिको 30 पद पढ्नुहोस् न कसैले, म्युट खोलेर पढ्न सक्नुहुन्छ भने। दे तँलाई दे हुन्छ, डिस्टर्ब हुने रहेछ। मै पढ्दैछु। प्रस्थान 12 देखिको 30 पद। अनि फारो राति उठे, तिनी र तिनका सबै कर्मचारीहरू र सबै मिश्रहरू उठे। अनि मिश्रमा भारी चिचाहट मच्यो, किनकि कोही नमरेको कुनै घर थिएन। अनि संसारमा हामीले पहिलाउँदै जुनै घरमा पनि अनि यो शोक भएको हुन्छ, अनि यो मृत्यु भएको नै हुन्छ। अनि वचनले के भन्छ, अनि बुद्धिमान मान्छे त्यो हो जसले हर्ष उल्लासको घरमा आज हृदय लाउनु भन्दा शोकको घरमा उसले आफ्नो हृदय आज उसले लगाउँछ भनेर त्यही उपदेशकको पुस्तक हामीले 7 अध्यायको 4 पदमा पढ्यौँ भने बुद्धिमानहरूको हृदय शोकको घरमा हुन्छ, तर मूर्खहरूको हृदय चाहिँ हर्ष उल्लासको घरमा हुन्छ भन्छ। अनि जो बुद्धिमान छ उसलाई थाहा हुन्छ कि कसको घरमा शोक परिरहेको छ, अनि उसको हृदय चाहिँ त्यहाँनिर हुन्छ। र आज हामी पनि अब दाजुहरूको जो घरमा शोक परेको छ उहाँहरूको दुःखमा दुःखी हुनका निम्ति हामी भेला भएका छौँ। र प्रभुको वचनले त्यही कुरा बताउँछ, आज दुःखमा दुःखी हो अनि सुखमा सुख हुनेहरूसँग आज सुखी हो भनेको छ। अनि यसै कारणले गर्दा अब यहाँनिर यसै 40को 1 पदमा आउनुहोस्। आइजया 41:2 म पढ्दैछु। तिमीहरूका परमेश्वर भन्नुहुन्छ, सान्त्वना देऊ, मेरो प्रजालाई सान्त्वना देऊ। यरुसलेमसँग सान्त्वनाको कुरा गर र त्यसलाई कराएर यसो भन, तिम्रो लडाइँ पुरा भयो, तिम्रो अधर्म क्षमा भयो। प्रभुको वचनले यो भन्नुहुन्छ, सान्त्वना देऊ, मेरो प्रजालाई सान्त्वना देऊ। अनि यहाँ भनेको छ यरुसलेमलाई सान्त्वना देऊ, सान्त्वनाको कुरा गर, त्यसलाई कराएर भन, तिम्रो लडाइँ पुरा भयो, तिम्रो अधर्म क्षमा भयो। होइन, हामीले यसरी नै सान्त्वना पाउँछौँ। अनि अङ्कलको विषयमा हामीले भन्नुपर्दा अङ्कलको विषयमा पनि तिम्रो लडाइँ पुरा भयो भन्ने कुरा छ यहाँ। होइन, तिम्रो सबै पापहरू क्षमा भयो, किनकि त्यसले आफ्नो सबै पापहरूका निम्ति परमप्रभुको हातबाट दोबार पाएको छ। अब अङ्कलले आफ्नो लडाइँ सिद्ध्याउनु भयो। अब वचनमा भनिएको छ प्रभुको, जो प्रभुले दिएको अयुब 14:5 होइन, उहाँले दिनुभएको ठिक समय, एपोइन्टमेन्ट टाइम, जो संसारमा हामी यात्री हौँ, कहिलेसम्म हामी हिँड्नुपर्छ। अब भुटानमा जन्मिनु भयो होला, अनि त्यहाँदेखि नेपालमा 22-23 वर्षको यात्रा भयो, त्यहाँदेखि युएस आएर अब 2025सम्मको उहाँको यात्रा रहेछ। प्रभुले ठिक उहाँ चाहिँ अब यहाँ उहाँको मृत्यु हुनुपर्ने रहेछ, यहाँनिर उहाँले सास फेर्दा आज यसरी प्रभुले उठाइलानुहुन्छ। अनि उहाँको मृत्यु यो हस्पिटलमा हुन्छ, यसरी हुन्छ भनिकन प्रभुको सबै कुरा प्रभुको आज किताबमा लेखिसक्नु भएको थियो। र ठिक टाइममा प्रभुले उहाँलाई आफ्नो दौडबाट आज सिद्ध्याउन सहायता पुर्याउनु भयो।
अनि जब दौड सिद्ध्याउँछन् तब दौड अँ, सिद्ध्याएपछि प्रभुको वचनले भन्छ दोस्रो तिमोथी 4 अध्यायको 8 पदमा, दोस्रो तिमोथी 4 अध्यायको 8 पदमा म पढ्दैछु। त्यहाँ लेखिएको छ, जो पावलले पनि यहाँनिर भन्नुभयो। मैले 6, 7, 8 पढ्दैछु। दोस्रो तिमोथी 4 अध्यायको 6, 7, 8। किनकि म अग्र बलि जस्तो चढाइन लागेको छु र मेरो बिदाईको बेला आइपुगेको छ। मैले असल लडाइँ लडेको छु, मैले आफ्नो दौड पुरा गरेको छु, मैले विश्वासको रखवाली गरेको छु। अब उपरान्त मेरो लागि धार्मिकताको मुख राखिएको छ। हो, जब मान्छेको, हामी विश्वासीको लडाइँ जब यो संसारमा हाम्रो सिद्धिन्छ, हो, अनि हाम्रो लडाइँ चाहिँ कहिले सिद्धिन्छ भन्दाखेरि हाम्रो लडाइँ चाहिँ दिनै भइरहन्छ। सबैभन्दा लामो लडाइँ चाहिँ हाम्रो लडाइँ भनेको हाम्रो आत्मा र शरीर हो। अनि यो लडाइँ चाहिँ प्रभु पाएदेखि नै हाम्रो लडाइँ सुरु हुन्छ। आत्माले आत्मिक कुरा सिकाउँछ भने शरीरले संसारको कुरा सिकाउँछ। अनि यो लडाइँ चाहिँ जबसम्म चिहानमा पुग्दैन अनि आत्माले विश्राम पाउँछ भन्छ। अनि यो लडाइँले जब हामी शरीरलाई, फ्लेसलाई जित्दै जान्छौँ, हामी हाम्रो आफ्नो विश्वासको रखवाली गर्छौँ। जसरी पावलले भन्नुभयो, मैले विश्वासको रखवाली गरेको छु, अन्तिमसम्म तिमीहरूको विश्वास रहोस् भन्छ बाइबलले। अनि पावलले पनि, उहाँ दासले, प्रभुको छोराले पनि अन्तिमसम्म के गर्नुभयो, आफ्नो विश्वासलाई राख्नुभयो। अब उपरान्त 8 पदमा, अब उपरान्त मेरो लागि धार्मिकताको मुकुट राखिएको छ, जुन चाहिँ धार्मिक न्यायकर्ता प्रभुले त्यस दिन मलाई दिनुहुनेछ। र मलाई मात्र होइन, तर उहाँको आगमनलाई प्रेम गर्ने सबै सबैलाई पनि दिनुहुनेछ। हामी प्रभुको जनहरू प्रभुको आगमनलाई प्रेम गर्ने मान्छेहरू हौँ, होइन? कति विश्वासीहरू आगमन भन्दाखेरि डराउँछन्। कहाँ हुन्छ आगमन? तर आगमन भनेको चाहिँ आनन्द हो। आगमनको अर्थ चाहिँ जोय हो, ग्ल्याड हो। आगमन भनेको चाहिँ प्रभुलाई हावामा भेट्नु। प्रभुलाई हावामा भेट्नु भनेको त्योभन्दा आनन्द हाम्रो जीवनमा के हुन्छ र, होइन? हामी प्रभुलाई माथि बौरी उठाएपछि हाम्रो आगमन भयो भने अहिले भोलि हामीले विश्वासमा बसेको छौँ। जसरी पावलले भन्नुभयो, विश्वासलाई सम्हालेर राखेको छु। जब प्रभुको आगमनमा त विश्वासीहरू त खुसी हुनुपर्छ, प्रभुको आगमनको लागि रेडी हुनुपर्छ। त्यसकै लागि नै हामी यसरी सेवा गरिरहेका छौँ, होइन? अनि यहाँ भनेको छ आगमनलाई चाहिँ प्रेम गर्नेहरूको लागि पनि मुकुट राखिएको छ। अङ्कलले पनि जीवनभरि यही आगमनको लागि सेवा गर्नुभयो। उहाँको शरीरले, उहाँको अङ्गहरूले काम गरुन्जेलसम्म, होइन, उहाँको समाजले काम गरुन्जेलसम्म अङ्कलले पनि के गर्नुभयो, यसरी दौड उहाँले दौडिनु भयो। अनि प्रभुको वचनले भन्छ, प्रभुको जनहरूलाई, उहाँलाई एउटा परमेश्वरबाट र मानिसबाट पनि आदर पाएको आज वृद्ध अङ्कल हुनुहुँदो रहेछ, होइन? उहाँको प्रतिज्ञा मैले सोधेँ अनि मलाई मन पर्यो। प्रतिज्ञा यसो हेरेर, के रहेछ हौ प्रतिज्ञा? किनभने मान्छेको मृत्युभन्दा अगाडि प्रतिज्ञा धेरै इम्पोर्टेन्ट हुन्छ। अनि उहाँको प्रतिज्ञा रहेछ हितोपदेश 4 अध्यायको 3 पद। हितोपदेश 4 अध्यायको 3 पद पढौँ अलिकति, म धेरै जाँदिनँ, म थोरै जान्छु। हितोपदेश 4 अध्यायको 3 पदमा म राइट हो दाजु? उहाँको प्रतिज्ञा 3 अध्यायको 4 पदमा चाहिँ रहेछ हो। 3 अध्यायको चाहिँ 4 पदमा यहाँनिर यसरी लेखिएको रहेछ। मैले 3 पददेखि पढ्दैछु। 1 देखि 4 पदसम्म उहाँको प्रतिज्ञा चाहिँ 4 रहेछ। हे मेरो छोरा, मेरो अतिलाई नबिर्स, तर तिम्रो हृदयले मेरो आज्ञाहरू पालन गरोस्। किनभने तिमीहरूले तिनीहरूको ला तिमीहरूले तिमीलाई लामो आयु, जीवनको वर्षहरू र शान्ति थपिदिनुहुनेछ। कृपा र सत्यताले तिमीलाई नछोडुन्। तिनलाई आफ्नो गलामा बाँधिराख, तिनलाई आफ्नो हृदयमा को पाटीमा माथि लेख। यसो गर्नाले तिमीले परमेश्वर र मानिसको दृष्टिमा अनुग्रह र असल समझ पाउनेछौ।
कति राम्रो होइन। प्रभुको आज्ञालाई अनि अ, उहाँको सबै विधिहरूलाई सत्यतालाई नछोडिकन हृदयमा राख्ने प्रभुको जन अनि जो परमेश्वर र मानिसबाट पनि के एउटा अनुग्रह, अ, परमेश्वर र मानिसको दृष्टिमा अनुग्रह र असल समझ पाउनेछौँ। अनि यो परमेश्वर र मानिसको दृष्टिमा अनुग्रह पाएको मान्छे चाहिँ बाइबलमा एकजना हुनुहुन्छ, एकजना व्यक्ति हुनुहुन्छ। आउनुहोस् त, अनुग्रह यो अ, परमेश्वर र मानिसको दृष्टिमा अनुग्रह पाएको व्यक्ति चाहिँ नि को रहेछ भनेर बाइबलमा हेर्दाखेरि लुका 2 अध्याय, लुका 2 अध्यायको तपाईँहरू आज यसरी बाबालाई दिएको प्रतिज्ञा त नि यहाँनिर लुका 2 अध्यायको 52 पद 52, लुक्स 2:52मा म पढ्दैछु। अनि यसु बुद्धिमा डिल डौलमा र परमेश्वर र मानिसको अनुग्रहमा बढ्दै जानुभयो। कति राम्रो होइन। प्रभु यीशु पनि जसरी यहाँ हितोपदेश 3 अध्यायको 4 पदमा मानिस परमेश्वर र मानिसको दृष्टिमा अनुग्रह पाउनु भएको, त्यसरी नै प्रभु यीशु पनि परमेश्वर र मानिसको अनुग्रहमा बढ्दै जानुभएको। अनि उहाँले कति राम्रो जीवनमा काम गर्नुभयो होइन, मानिसको अनुग्रहमा पनि परमेश्वरको अनुग्रहमा पनि। अनि जो परमेश्वर र मानिसको अनुग्रहमा हिँड्ने व्यक्ति चाहिँ कस्तो हुन्छ भने यहाँनिर न्यायकर्ताको पुस्तकमा आउनुहोस्। न्यायकर्ता, न्यायकर्ता यहाँनिर एउटा कथा छ। त्यो कथामा चाहिँ के भनिएको छ भने यहाँ रुखहरूलाई गएर 9 अध्याय, न्यायकर्ता 9 अध्यायको, न्यायकर्ता 9 अध्याय 9 अध्यायको 8 अनि 9 पद म पढ्दैछु। एक दिन रुखहरू आफूमाथि एकजना राजालाई अभिषेक गर्न निस्के अनि तिनीहरूले जैतुनको रुखलाई भने हामीमाथि राज्य गर। तर जैतुनको रुखले तिनीहरूलाई भन्यो, जुन तेलले उनीहरू परमेश्वर र मानिसको आदर गर्दछन्, के मेरो यस चिप्लो पदार्थले छोडेर म रुखहरूमाथि यताउता झुल्न जाउँ। अब यहाँनिर जैतुनको रुखलाई भन्यो हामीमाथि राज्य गर्नुहोस्, तर जैतुनको रुखले के भन्यो, परमेश्वर र मानिसबाट जो आदर गर्छन् कि त्यो छोडेर म राजा हुन जाउँ। कति राम्रो, परमेश्वर र मानिसको अनुग्रहमा बाँच्ने मान्छे यस्तो हुन्छ। अनि जैतुनको रुख भनेर कसलाई भन्छ भन्छ बाइबलले, जस्तो रुखलाई चाहिँ बाइबलले नि यति राम्रो कुरा गर्छ भजन सङ्ग्रह 92मा, भजन सङ्ग्रह 92। अब यो रुखलाई चाहिँ धर्मीजनलाई भन्छ बाइबलले यहाँनिर 92, भजन सङ्ग्रह 92को पुस्तकमा म पढ्दैछु। 92को 12-13 पढ्दैछु म। धर्मीजन रुख, धर्मीजन खजुरको रुख झैँ मौलाउने छ, ऊ लाबानोनको देवदार झैँ बन्ने छ। परमप्रभुको भवनमा रोपिएकाहरू हाम्रा परमेश्वरका चोकहरूमा मौलाउने छन्। वृद्ध हुँदा पनि उनीहरूले फल फलाउने छन्, उनीहरू रसले भरिएको र लहर लहर लाउँदो हुनेछन्। यति राम्रो प्रतिज्ञा प्रभुले, यसरी प्रभुले प्रतिज्ञाबाट खुलाउनु भयो। एउटा परमेश्वर र मानिसको अनुग्रहमा हुर्किएको, एउटा राज्य गर्न नचाहने तर त्यो तेलबाट, जो रुखबाट चाहिँ आज प्रभुलाई आदर गर्ने होइन, अनि जुन रुख चाहिँ आज वृद्ध अवस्थामा पनि रसले भरिएको, कति राम्रो होइन। हाम्रो अङ्कल रसले भरिएको दाजुले कुरा गरिरहनुहुन्छ होइन, कति सिधा, आमा कराउँदा पनि चुपो लागिरहने, छोराछोरीहरूलाई केही नभन्ने होइन, यस्तो राम्रो बाउ, यस्तो रसले भरिएको वृद्ध अवस्थामा पनि त्यो नसुकेको क्या, त्यो त्यो फल नसुकेको वृद्ध अवस्थामा पनि एकदम मौलाएर फल दिने, यस्तो राम्रो प्रतिज्ञा दिएर प्रभुले उहाँले जानुभएको छ। अब यो प्रतिज्ञा के, प्रभुले दिएको प्रतिज्ञा के मान्छे मृत्यु भयो भन्दैमा प्रतिज्ञा सेलाएर जान्छ, भुलेर जान्छ, प्रतिज्ञा मेटेर जान्छ? जाँदैन, किनकि वचनले भन्छ, आउनुहोस् त यहाँनिर, अब जुन बालाई, जुन
अङ्कललाई जुन आज उहाँलाई प्रतिज्ञा दिनुभयो, यहाँनिर प्रस्थान 2 अध्यायको 24 पदमा पढ्दैछु म। प्रस्थान 2 अध्यायको 24 पदमा अब यहाँ के भनेको छ भने, प्रस्थान 2 अध्यायको 24 पद, अनि परमेश्वरले उनीहरूको आज्ञा आच्छा सुन्नुभयो, अनि परमेश्वरले अब्राहम, इसाक, याकुबसँग बाँध्नु भएको बाचा सम्झिनुभयो, अनि परमेश्वरले इजरायलीलाई दृष्टि लगाउनु भएर परमेश्वरले उनीहरूको वास्ता गर्नुभयो। 450 वर्ष पछाडि अब्राहम पनि थिएनन्, इसाक पनि थिएनन्, याकुब पनि थिएनन्, तर उनीहरूलाई दिएको वचन नि, उनीहरूको नाता नातिनी, उनीहरूको जेनेरेसनलाई परमेश्वरले यो बाचा सम्झिनुभयो। मैले आजभन्दा 450 वर्ष अगाडि मैले अब्राहम, इसाकलाई बाँधिएको बाचा, अब यिनीहरूलाई म त्यो बाचा अनुसार सम्झना गर्नुभयो र इजरायलीहरूलाई दृष्टि लगाउनु भयो भन्छ। हो, हाम्रो पिता पुर्खाले गरेको सेवाकाई, हाम्रो पिता बाउ आमाले गरेको सेवाकाई, अनि उहाँहरूको बाचा नि जब परमेश्वरले हाम्रै पालामा आएर परमेश्वरले सम्झिनु हुँदो रहेछ। यिनीहरू त मेरो डरमा सेवा गर्ने छोराछोरीको, यिनीहरू छोराछोरी हुन्, नाता नातिनी हुन् भनेर परमेश्वरले सम्झना गर्नुहुन्छ। त्यही भएर लुकाको पुस्तक 1 अध्यायको 50 पदमा के लेखेको छ? लुका एक अध्यायको लुका एक अध्यायको 50मा, अनि उहाँको डर मान्नेहरूमाथि उहाँको दया पुस्ता पुस्तासम्म रहन्छ। हो, अब्राहम, इसाक, याकुबको प्रतिज्ञामा परमप्रभुले इजरायलीहरूलाई सम्झना गर्नुभयो भने अब तपाईँलाई म फेरि पहिलो इतिहास 17 अध्याय पढाउँछु। पहिलो इतिहास 17 अध्यायमा आउनुहोस्। पहिलो इतिहास 17 अध्यायमा 17 अध्यायको 11 पददेखि म पढ्दैछु। अनि यस्तो हुनेछ, जब तिम्रो दिनहरू पुरा हुनेछ, यो चाहिँ परमप्रभुले दाउदसित बाचा बाँध्नु भएको कुरा हो। जब तिम्रो दिनहरू पुरा हुनेछन्, जब तिमी मर्नेछौ र तिमी आफ्नो पिता पुर्खासित मिल्न जानेछौ, तब तिमी पछि म तिम्रो छोराहरूबाट तिम्रो वंश खडा गर्नेछु र उसको राज्य स्थापित गर्नेछु। उसले चाहिँ मेरो निम्ति एउटा भवन निर्माण गर्नेछ, अनि म उसको सिंहासन सदा सर्वदा स्थापित गर्नेछु। म उसको पिता हुनेछु र ऊ चाहिँ मेरो पुत्र हुनेछ, अनि म उसबाट मेरो करुणा हटाउने छैन, जसरी मैले त्यसलाई हटाएँ जो तिमीबाट अघि थियो। अब यहाँनिर प्रभुले दाउदलाई बाचा भन्नुभयो, जब तिमी पुरा हुन्छौ, तिम्रो मृत्यु हुन्छ, तिमीले गर्न नसकेको काम चाहिँ म तिम्रो छोरासँग त्यो गराउनेछु। अनि त्यही कुरा दोस्रो इतिहासमा आएपछि जब दाउद मरे, अनि दाउदले त्यो प्रतिज्ञा त सम्झेनन् होला, तर प्रभुले त्यो प्रतिज्ञा भुल्नु भएन, जो दाउदलाई गरेको प्रतिज्ञा। दोस्रो इतिहास 6 अध्यायमा र दोस्रो इतिहास 6 अध्यायको 4 पदमा सोलोमन राजाले उसको छोराले प्रार्थना गर्दैछ, अनि तिनले भने परमप्रभु इजरायलका परमेश्वर धन्यका हुन्, जसले आफ्नो मुखले मेरा पिता दाउदसित बोल्नुभएको यसो भन्ने वचन आफ्नो हातले पुरा गर्नुभयो। कस्तो राम्रो हाम्रो प्रभु, हाम्रो बाबालाई दिएको प्रतिज्ञा पनि आज उहाँले गर्नु नसकेको सेवाकाई पनि नि छोराहरूलाई, छोरीहरूलाई परमेश्वरले आश गर्नु हुँदो रहेछ, होइन? अब दाउदले परमप्रभुको भवन बनाउनु सकेनन्। जब ऊ पुरा उमेर खाएर मृत्यु भएपछि प्रभुले आफ्नो बाचा उसको छोरालाई सम्झिनु भयो। अनि 10 पदमा, यसकारण परमप्रभुले आफूले बोल्नु भएको वचन, आफ्नो वचन पुरा गर्नुभयो, किनभने परमप्रभुले प्रतिज्ञा गर्नुभए जस्तै म र मेरो पिता दाउदको साटोमा खडा भए र इजरायलको सिंहासनमा बस्दैछु, अनि परमप्रभुले इजरायलका परमेश्वरको नामको निम्ति त्यो भवन बनाएको छु। परमप्रभुको सेवाकाई गर्ने बाआमाको छोराछोरीको कति ठुलो अभिभार हुन्छ, जुन उहाँहरूले गरेको सेवाकाई कन्टिन्यू गर्नु, उहाँहरूको नाम राखिदिनु। आज उहाँहरूको छोराछोरीले गरिरहनु भएको छ त सेवाकाई। जसरी
यहाँ हाम्रो बिलिग्राम कति राम्रो सेवा गरेर जानुभयो। अहिले उहाँको छोराले सेवा गरिरहनु भएको छ, त्यही सेवा होइन, कति राम्रो। त्यसरी प्रभुको जनहरूले यसरी हाम्रो बाबुआमालाई दिएको बाचा पनि, बाबुआमालाई दिएको प्रतिज्ञा पनि प्रभुले यसरी सम्झना गरिरहनु हुँदो रहेछ। अनि कति राम्रो होइन, उहाँ हितोपदेश दिनदेखिको 4 पद त्यो प्रतिज्ञा अङ्कलले पाउनु भएको रहेछ। त यसरी आज प्रभुले गर्नु हुँदो रहेछ। त अब हामीले यहाँनिर अघि 40 अध्याय, यसै 40 अध्यायको सान्त्वनाको कुरा हेऱ्यौँ। अब हामीलाई सान्त्वना दिने चाहिँ प्रभु मात्रै हुनुहुन्छ हो। हाम्रो मनलाई बुझिदिने, हाम्रो पीरलाई बुझिदिने, हामीलाई के परिरहेको छ, किनभने सबैभन्दा नजिकको कुरा, नजिकको मान्छेले मात्रै आज मनको कुरा बुझ्छ। एउटा श्रीमानको कुरा श्रीमतीले बुझ्छ, अनि एउटा श्रीमतीको कुरा श्रीमानले बुझ्छ होइन। त्यस्तै अब हाम्रो प्रभु दुला हुनुहुन्छ, हामी उहाँको दुलाइ हौँ। अनि हाम्रो मनको कुरा चाहिँ प्रभुले छिटो बुझ्नुहुन्छ। अनि यहाँ प्रभुको वचनले भन्छ प्रभु आफैले सान्त्वना दिनुहुन्छ अरे। यसै 51, आइजाया 51को, यसै 51को 3 पद पढ्दैछु म। यही यसयाको पुस्तक 51को 3 पदमा, किनकि परमप्रभुले सियोनलाई सान्त्वना दिनुहुनेछ, उहाँले त्यसलाई सबै उजाड भएको ठाउँहरूलाई सान्त्वना दिनुहुनेछ। हामीलाई सान्त्वना दिनुहुने परमेश्वर आफै हुनुहुन्छ। हाम्रो दुःखमा दुःखी हुने परमेश्वर आफै हुनुहुन्छ। प्रभुले देखि बाहेक कसैले पनि हाम्रो दुःख बुझ्नलाई, हाम्रो पीरलाई बुझिदिने कोही पनि हुँदैन। यसै कारण प्रभुले तिमीहरूलाई सान्त्वना दिने परमेश्वर। त्यही एक भजन सङ्ग्रह 51को 12 पदमा पनि, तिमीहरूलाई सान्त्वना दिने चाहिँ म नै हुँ, म नै हुँ, तिमीहरूलाई सान्त्वना दिने म नै हुँ भनेर परमप्रभु भन्नुभएको छ। तिमीहरूलाई सान्त्वना दिने म नै हुँ। त्यही भएर पनि यहाँनिर हामीले पहिलो कोरिन्थीको पुस्तकमा पनि हामीले 2 अध्याय 1 अध्यायको आज 2 पद 3 पदमा सान्त्वनाको परमेश्वर जसले हामीलाई शान्ति दिनुहुनेछ होइन। यसै कारणले यो परिवारलाई सान्त्वना दिने परमेश्वर पहिलेको हुनुहुन्छ, आफै हुनुहुन्छ, आफै हुनुहुन्छ। उहाँले धेरैलाई सान्त्वना दिनुहुन्थ्यो। उहाँ आफै पनि क्रुसमा झुन्डिरहनु भएको थियो। अनि उहाँले हेर्नुभयो, आमालाई देख्नुभयो, आमालाई देख्नुभयो। अनि आमाको मन कति टुट्यो होला आफ्नो छोरालाई कुटेर थुकेर क्रुसमा झुन्ड्याउँदाखेरि। अनि प्रभुले आफ्नो आमाको मनलाई बुझ्नु भएर यौनालाई भन्नुभयो, यौना, तिम्रो आमा भनेर यौनालाई भन्नुभयो त्यहाँनिर होइन। अबदेखि उसो तिम्रो आमा हो, एउटा छोरा जस्तो भएर तिमी रहनु भन्नुभएको नि त प्रभुले, त्यो भन्नु खोजेको नि होइन, हामीले यौनाको पुस्तकमा पढ्यौँ भने। र प्रभुले हाम्रो मनको पीरलाई बुझ्नुहुन्छ। कसरी बुझ्नुहुन्छ? यति मजाले बुझ्नुहुन्छ कि यसै 66को 13 पदमा आउनुहोस् त। यसै त्यही आइजाया 66को 13 पदमा नि, हामीलाई दुःख हुँदा, बिरामी हुँदाखेरि हामीलाई माया गर्नुहुने आमा हुन्छ। छोराछोरीलाई ज्वरो आयो, छोराछोरीलाई खोकी लाग्यो, बाउला भन्दा पिर आमालाई हुन्छ नि होइन। आमा रातभरि सुत्दिनन्, आमाले माया गरेर बस छोराछोरीलाई के हुन्छ कि कसो हुन्छ कि होइन, त्यस्तो आमा बाउहरू भनेको चाहिँ। त्यसरी नै प्रभुले यहाँ भन्नुहुन्छ 13 पदमा, जसरी कसैलाई त्यसकी आमाले सान्त्वना दिन्छे, त्यसरी नै म पनि तिमीहरूलाई सान्त्वना दिन्छु, अनि यरुसलेममा तिमीहरूले सान्त्वना पाउनेछौ। कति मजा, कति राम्रो प्रभु, कति ठुलो मन भएको प्रभु हाम्रो हुनुहुन्छ। मान्छेको मनको कुराहरू, मान्छेलाई दिनुपर्ने सान्त्वना प्रभु आफैले दिनुहुन्छ। प्रभु आफैले दिनुहुन्छ। यहाँ भन्नुभयो, अनि त्यसरी नै जसरी आमाले सान्त्वना दिन्छे त्यसरी नै म सान्त्वना दिनेछु, यरुसलेममा तिमीहरूले सान्त्वना पाउनेछौ। अनि त्यो सान्त्वना पाउने ठाउँ चाहिँ कहाँ रहेछ फेरि? प्रभुले सान्त्वना दिनुहुन्छ। अनि त्यो सान्त्वना पाउने ठाउँ चाहिँ यरुसलेम अथवा मण्डली, प्रभुको जन, जसरी अहिले हामी भेला भएका छौँ,
यो सान्त्वना दिन भेला भएका छौँ। एकअर्कामा यसरी उपस्थिति हुन नि के हो, सान्त्वना दिनु हो। त्यही भएर वचनले भन्छ नि यहाँनिर भजन सङ्ग्रह 16 अध्यायको 3 पदमा, आउनुहोस् त, प्रभुको जन भनेको कति इम्पोर्टेन्ट हाम्रो जीवनमा हुँदो रहेछ। कति प्रभुको जनहरू जस्तो यो संसारमा कुनै पनि हुँदैन। भजन सङ्ग्रह 16 अध्यायको 3 पदमा यहाँ लेखिएको छ। भजन सङ्ग्रह 16 अध्यायको 3 पदमा म वचन दोहोऱ्याइ दोहोऱ्याइ भन्दैछु। यहाँ मैले देख्दैछु वृद्ध आमाहरू पनि हुनुहुन्छ, उहाँहरूले पनि बुझ्नुपर्छ। भजन सङ्ग्रह 16 अध्यायको 3 पदमा, पृथ्वीमा भएका पवित्र जनहरू, उनीहरू चाहिँ उत्तम जनहरू हुन्, उनीहरूमा नै मेरो पुरा आनन्द हुन्छ। प्रभुको जनहरूमा जस्तो आनन्द हामी अरू कसैमा पाउँदैनौँ। हो, तपाईँहरू प्रभु नपाएको प्रभुलाई नचिनेको जनहरूसँग एकछिन गफ गर्नु पनि सक्नुहुन्न, सकिँदैन पनि होइन। उनीहरू अब मुखबाट बोल्ने नबोल्ने कुराहरू बोलेर उनीहरू गफ गर्छन्। प्रभुको जनहरू त्यहाँ गएर हामी गफ गर्न सक्दैनौँ। तर प्रभुको जन जहाँ छ त्यहीँ गएर गफ गऱ्यो भने प्रभुको कुरा निस्किन्छ। प्रभुको आदर गर्ने कुराहरू, दुःख सुखको कुरा, सेवकाईको कुराहरू निस्किन्छ। त्यो चाहिँ आनन्द हुन्छ। अनि सान्त्वना पाउँछौँ हामी प्रभुको घरमा, प्रभुको जनहरूमा। यसरी प्रभुले सान्त्वना दिनुहुन्छ। अनि अर्को कुरा चाहिँ हामीले सान्त्वना पाउँछौँ यहाँनिर प्रभुको जनहरू होइन। दोस्रो कोरिन्थी 7 अध्याय, दोस्रो कोरिन्थी 7 अध्याय, दोस्रो कोरिन्थी 7 अध्याय, प्रभुको जनमा कसरी आनन्द पाउँछौँ, सान्त्वना पाउँछौँ भने दोस्रो कोरिन्थी 7 अध्यायको म पढ्दैछु, 5, 6, 7 पढ्दैछु। किनकि जब हामी मेसोडेनियामा आयौँ तब हाम्रो शरीरले कुनै चैन पाएन, तर हामी चारैतिरबाट सङ्कटमा पर्यौँ। बाहिरी लडाइँहरू थिए भने भित्र चाहिँ डर थियो। त्यस्तो अवस्थामा अब 6 पदमा, त्यसो भए पनि निराशामा परेकाहरूलाई सान्त्वना दिनुहुने परमेश्वरले तीतसको आगमनद्वारा हामीलाई सान्त्वना दिनुभएको छ। यो अवस्थामा नि एकजना प्रभुको छोराछोरी त्यो घरमा गएर एउटा वचन पढिदियो भने कति सान्त्वना हुन्छ। बिरामी परेको बेलामा एकजना आएर यसो एउटा वचन पढेर प्रभुले सहायता गर्नुहुन्छ भनेर एउटा वचन पढेर प्रार्थना गर्नु ठुलो सान्त्वना हुन्छ। अनि यसरी हाम्रो मनभित्र चिन्ता चैन नभएको अवस्थामा, सङ्कटमा, बाहिर लडाइँ भित्र डरै डर भएको बेलामा यहाँनिर एउटा तितस भन्ने प्रभुको दासलाई पठाउँदाखेरि उनीहरूले भने हामीलाई कति आनन्द लागेको छ, सान्त्वना पाएका छौँ। प्रभुको जनहरूबाट हामीले यसरी सान्त्वना पाउँछौँ। हो, अनि यहाँ भन्छ अर्को कुरा, अनि अर्को कुरा, वचनले सान्त्वना दिनुहुन्छ होइन, प्रभुको वचनले। भजन सङ्ग्रह 119 को 50 पदमा, भजन सङ्ग्रह 119 को 150 पदमा यहाँ लेखिएको छ। भजन सङ्ग्रह 119 को 50 पदमा 49 अनि 59 म पढ्दैछु। जुन वचनमा तपाईँले मलाई आशा राख्ने तुल्याउनु भएको छ, त्यो वचन आफ्नो दासको निम्ति सम्झना गर्नुहोस्। मेरो सङ्कटमा मेरो सान्त्वना यही हो, किनभने तपाईँकै वचनले मलाई पुनर्जीवित पारेको छ। प्रभुको वचनले हामीलाई उठाउनुहुन्छ। दुःख परेको बेलामा हामी गिरेको अवस्था किन नहुन्, हामीलाई यसरी शोकमा परेको अवस्था किन नहोस्। प्रभुको वचन, प्रभुको वचनले प्रभुको जन भेला भएर हामीलाई सान्त्वना मिल्छ। अनि यो चाहिँ ठुलो कुरा हो। एउटा शरीरमा हामी छौँ, हाम्रो शिर प्रभु यीशु हुनुहुन्छ। अनि एउटा सानो अम्लामा चोट लाग्यो भने सबैभन्दा थाहा पहिले ब्रेनमा पुग्छ नि होइन, पहिले टाउकोलाई पुगिहाल्छ यहाँनिर चोट लाग्यो भन्ने। अनि जब एउटा शरीरलाई चोट लाग्यो भने सबैभन्दा पहिले थाहा प्रभुलाई हुन्छ, किनकि हाम्रो शरीरको शिर प्रभु हुनुहुन्छ। अनि सबै शरीरलाई नै कष्ट पुग्छ। अनि हामी चाहिँ एउटै शरीर भएकोले कारणले गर्दा प्रभुले यसरी नै परमेश्वर आफैले सान्त्वना दिनुहुन्छ, प्रभुको वचनबाट सान्त्वना दिनुहुन्छ। अनि उहाँको जनहरू भेला भएर सान्त्वना। अनि हामीलाई आशा यही छ, जब प्रभुको जनहरू भेला हुन्छौँ। अनि प्रभुले यहाँ भनेको छ, यौना 11 अध्यायमा आउनुहोस् तब। यौना 11 अध्यायमा जब लाजरसको मृत्यु भयो, अनि लाजरसको मृत्यु भएपछि
यहाँनिर सान्त्वना दिन यहुदीहरू अनि त्यहाँका यहुदीहरू अनि वरिपरि भएका मानिसहरू पनि मरियम र मार्थालाई सान्त्वना दिन आएका थिए। यहाँनिर यौनाको पुस्तक 11 अध्यायको हामी 19 पद पढ्छौँ। यौना 11 अध्यायको 19 पदमा, अनि यहुदीहरूमध्ये धेरैजना मार्था र मरियम कहाँ उनीहरूको भाइको विषयमा उनीहरूलाई सान्त्वना दिन आए भनेर लेखिएको छ। उनीहरू वरिपरि घरका मान्छेहरू, वरिपरि छिमेकीहरू पनि सान्त्वना दिन आएका थिए। तर प्रभु यीशु पनि त्यहाँ आउनुभयो। अनि प्रभु यीशु आउनु भएपछि 25 पदमा प्रभुले के भन्नुभयो भने, यीशुले तिनलाई भन्नुभयो, बौरी उठाएर जीवन म नै हुँ, जसले ममाथि विश्वास गर्छ ऊ मरे तापनि जिउनेछ, अनि जो जिउँछ र ममाथि विश्वास गर्छ ऊ कहिले मर्ने छैन। के तिमीलाई यो विश्वास गर्छौ? प्रभुको जनहरू, जसले प्रभुलाई विश्वास गर्छ ऊ मरे तापनि जिउनेछ। हिब्रूको पुस्तकमा भनेको छ, जो मृत्युमा अनि बन्धनले बाँधिएका आजीवनभरि मृत्युको दासत्वमा बाँधिएकाहरूलाई प्रभुले मृत्युद्वारा मृत्युलाई नै जित्नु भएको छ। त्यहाँनिर हो, जुन मृत्युले चाहिँ मान्छेलाई अनन्त नरकमा पुर्याउने मृत्युलाई चाहिँ प्रभुले मृत्युद्वारा मृत्युलाई नै जितेको छ। त्यही भएर अब हामीले चाहिँ जो प्रभुलाई विश्वास गर्छौँ, रोमी अध्यायमा प्रभुसँगै मऱ्यौँ, प्रभुसँगै गाड्यौँ अनि प्रभुसँग नै बिउतेका छौँ। जो आजसम्म हामी अन्तिमसम्म प्रभुलाई विश्वास गर्छौँ भने चाहिँ त्यो मृत्युले चाहिँ हामीले अलरेडी त्यो मृत्युलाई जितेका छौँ। अनि अब यो मृत्युले चाहिँ कहिले पनि राज्य गर्नु पाउँदैन, जुन मृत्यु चाहिँ दोस्रो मृत्यु हो। अब यो शारीरिक मृत्यु जुन प्रभुले तिम्रो माटोबाट आएको छौ, अब माटोमै जानेछौ भनिकन उत्पत्तिमै भन्नुभयो, यो चाहिँ एउटा फ्लेस मृत्यु भयो भने जो आत्माको मृत्यु चाहिँ प्रभुले मृत्युद्वारा मृत्यु नै प्रभुले जितिसक्नु भएको छ। र यहाँनिर लाजरसलाई प्रभुले बौरी उठाउनु भयो। 11 अध्यायमा हामी देख्छौँ प्रभुले उठाउनु भयो। बाइबलमा धेरैजना छन् यसरी बौरी उठाएको। हामीले पहिलो राजाको पुस्तकमा 17 अध्यायमा पढ्यौँ भने त्यहाँनिर सारेपतको विधवाको छोरालाई एलिसाले उठाएको छ, बौरी उठाएको छ। ऊ मरेको थियो, फ्लेसमा शरीरमा मरेको थियो, उसलाई उठायो होइन। त्यही अब फेरि एलियादेखि दोस्रो राजा 4 अध्यायमा आएर एलिसाले पनि फेरि पनि नाइन कि सहर कि विधवाको छोरालाई नै फेरि मृत्युबाट पनि फेरि बौरी उठाएको छ होइन। अनि फेरि हामीले यता प्रेरितको पुस्तकमा आयौँ भने पत्रुसले पनि तबितालाई होइन, प्रेरित 9 अध्यायको 36 देखि पढ्यौँ भने तबितालाई पनि पत्रुसले के गरेको छ? बौरी उठाएको छ। पावलले पनि जब पावलले यसरी वचन प्रचार गर्दाखेरि त्यो खिड्कीबाट एउटा युटिकस नाम भएको एकजना केटो त्यहाँबाट खसेर लडेको अवस्थामा मृत पायो। पावलले पनि जसरी एलिसाले उठाएका थिए त्यही तरिकाले पावलले पनि त्यहाँ उठाएको देख्छौँ। यसरी उनीहरू मृत्युबाट उठे, तर उनीहरू के गरे? फेरि मृत्युमै जानु पर्यो। उनीहरू त्यो बौरी उठाएपछि उनीहरूको बौरी उठाएपछि फ्लेसको मात्रै थियो होइन। उनीहरू फेरि मर्नु पर्यो। लाजरस पनि उठ्यो, फेरि मर्यो होइन। तर जो अहिले हामी शरीरमा मर्छौँ अनि जो प्रभुले बौरी उठाउनुहुन्छ नि, त्यो चाहिँ नि फेरि कहिले पनि नमर्ने, कहिले पनि नमर्ने। कस्तो कस्तो बौरी उठायो भने नि, रोमी 6 अध्यायको 9 पद हुनुपर्छ। आउनुहोस् त, रोमी 6 अध्यायको 9 या 6 अध्यायको 9 पद हेर्छु ल। रोमीको पुस्तक 6 अध्यायको 9 पद रहेछ हुनुपर्छ। 6 अध्यायको 9 पदमा अब 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 बौरी उठ्ने चाहिँ कस्तो हुन्छ हामी जान्दछौँ। ख्रिस्ट मरेकाहरूबाट भरिनु भएपछि फेरि कहिले पनि मर्नुहुन्न। अबदेखि उसो उहाँमाथि मृत्युको कुनै अधिकार नै छैन। जो ख्रिस्टसँग बौरी उठ्छ, जो अब हामी बौरी उठ्छौँ, त्यो अबदेखि उसो उसले के भनेको छ? उहाँमाथि मृत्युको कुनै अधिकार छैन।
अब जो अङ्कल शरीरमा फ्लेसमा उहाँको उहाँ सुत्नुभयो, अब प्रभुले जब उठाउनुहुन्छ उहाँको शरीरलाई, अब कहिले पनि मृत्यु देख्नुहुन्न, उहाँको आत्माले कहिले पनि मृत्यु देख्नुहुन्न। अलरेडी प्रभुले मृत्युद्वारा मृत्युलाई हराइसकेको छ। अनि यो दोस्रो मृत्युले चाहिँ हामीलाई कहिले पनि दोस्रो मृत्युले हामीलाई छुन सक्दैन हो। यसै कारणले गर्दा अब अङ्कल पनि जो शरीरमा जानुभएको छ, अब यसलाई उहाँ मृत्यु भने मृत्युको शब्द पनि अलिकति अप्ठ्यारो लाग्यो मलाई। उहाँ सुत्नु भएको होइन, किन वचनले के भन्छ भने नि यहाँनिर आउनुहोस् त। वचनले के भन्छ भने अब यहाँनिर जब प्रभुले मत्ती 9 अध्यायको 24मा एकजना ठिटीलाई प्रभुले यहाँनिर बाउरी उठाउनु भयो, के शब्द लेखेको छ भने नि मत्ती 9 अध्यायको 24 पदमा म पढिरहेको छु। 23 र 24 पदमा, अनि जब यीशु शासकको घरमा आइपुग्नुभयो, बाँसुरी बजाउनेहरू र मानिसहरू खैला बेला गरिरहेका देख्नुभयो, तब उहाँले तिनीहरूलाई भन्नुभयो, हट, किनकि ठिटी मरेकी छैन तर निदाएकी छे। किन भन्नुभयो? किनकि ऊ अब के हुन आँटेकी छे? प्रभु आउनुभयो। अब प्रभु आएपछि त्यो मृत्युले पनि के दिइरहेको छ? अब फेरि बौरी उठाइको सामर्थ दिइरहेको छ। उठ्ने अघि त त्यही भएर प्रभुले निदाएकी छ भन्नुभयो। अनि यौनाको पुस्तकमा लाजरसलाई पनि 11 अध्याय, यौना 11 अध्यायको 11 पदमा पनि भन्नुभयो, यी कुराहरू उहाँ बोल्नुभयो। अनि त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, हाम्रा साथी लाजरस निदाएका छन्, तर म अब उनलाई निन्द्राबाट बिजाउन जानेछु। यसले के बुझ्छ भने लाजरस निदाएको छ, संसारले देख्दा ऊ फ्लेसमा मरिरहेको छ, प्रभुको नजरमा निदाइरहेको छ लाजरस। अब प्रभु आउनुहुन्छ, लाजरस तिमी उठेर आऊ। सुतेको मान्छे अब उठेर आऊ, प्रभुले त बिउजाउनु मात्रै भएको छ। त्यही कारण अब यही भर्सलाई हामीले हेऱ्यौँ भने यशाया 57को 1 अनि 2 पदमा आउनुहोस् त। यशाया 57को 1 र 2 पदमा प्रभुको जनहरू अब त्यहाँनिर के भनेको छ? उनीहरू त शान्तिमा के सुत्न गएको छन् भन्छ नि होइन। धर्मीजन नाश हुँदैछ, तर कसैले यो कुरा हृदयमा राख्दैन। अनि करुणामय मानिसहरू लगिँदैछन्, तर धर्मी जनता आउन लागेको विपत्तिको समयबाट लगिएको हो भने कसैले विचार गर्दैन। उसले शान्तिभित्र प्रवेश गर्नेछ, तिनीहरूले आफ्नो ओछ्यानमा विश्राम लिनेछन्, आफ्नो सिधा चाल चल्ने हिँड्ने जनहरू। प्रभु यसरी हाम्रो अङ्कल पनि निदाएको मात्रै, जस्ट केही दिनको लागि। हाम्रो लागि त हजार हजार वर्ष हुनसक्छ, प्रभुको लागि एक दिनै 1000 वर्ष भनेर बाइबलले लेखिएको छ। उहाँको लागि एक दिनै 1000 वर्ष हो। अनि यसरी प्रभुको जनहरू त शान्तिभित्र प्रवेश गर्नेछन्, उनीहरूले आफ्नो ओछ्यानमा विश्राम लिनेछन्, आफ्नो सिधा चालमा हिँड्ने हरेक जनहरू। अङ्कल त आफ्नो ओछ्यानमा शान्ति आराम गर्न संसारको यात्रामा उहाँ अहिले कति वर्ष पुग्नुभयो? यति वर्षको यात्रामा संसारमा छोराछोरी हेर्नुदेखि लिएर, घर हेर्नुदेखि लिएर, सेवाकाई हेर्नुदेखि सबै कुरामा उहाँलाई अब प्रभुले आराम दिएर प्रभुको घरमा होइन, उहाँको आत्मा हितोपदेश 12 अध्यायको 7 पद अनुसार आत्मा एउटा आराम गर्ने ठाउँमा मात्रै प्रभुले लगेको। अब जब प्रभु आउनुहुन्छ होइन, अब यहाँनिर भन्छ, एउटा वचन पढौँ अझै। यस्तो भनेको छ, ओछ्यानमा शान्तिसित प्रवेश गर्नेछन् र ओछ्यानमा विश्राम लिनेछन्। होइन, एउटा शान्तिमा प्रवेश गर्नेछन्। यहाँनिर कस्तो मान्छे शान्तिमा प्रवेश गर्नेछन्? यशाया 26को यसैको पुस्तक 26को 9 पदमा, यसैको पुस्तक 26को 9 पदमा म पढ्दैछु। जसको मन तपाईँमाथि अडिसिएर बसेको हुन्छ, उसलाई तपाईँले शान्ति नै शान्तिमा जोगाइराख्नुहुनेछ, किनकि उसले तपाईँमाथि भरोसा राख्दछ। जसले प्रभुको जन उहाँमाथि भरोसा राख्ने अनि प्रभुमै अडिसिने, जे हुँदा पनि थकाइ हुँदा पनि प्रभुमा अडिसिने, गल्दा पनि प्रभुमै अडिसिने, मान्छेको जीवनमा हार खाएर अन्तिम शब्द प्रभुको मान्छेको जीवनमा उफ भन्ने आउँछ, म हार खाएँ जीवनमा, त्यतिखेर पनि हामीले अडेस चाहिँ प्रभुमै पाउँछौँ। अनि यस्तो मान्छेहरूलाई चाहिँ चिनिराख है,
प्रभुमा विश्वास गर्ने मान्छेहरूलाई चिनिराख। भजन सङ्ग्रह 37को 37मा उनीहरूको मृत्यु चाहिँ शान्तिमय हुन्छ भन्छ। यहाँनिर पढ्नुहोस् त, हेरौँ त। 37:37 साम साम 37:37मा। अनि यस्तो मान्छेहरूको चाहिँ मृत्यु कति शान्तिमय हुन्छ भन्नु खोजेको चाहिँ। अब यहाँनिर 37:37 सिद्ध मानिसहरूलाई चिनिराख र सिधा चाल चल्नेलाई हेर, किनकि यस्तो मानिसको अन्त चाहिँ शान्तिमय हुन्छ। अब यसको मतलब चाहिँ मैले भन्नु खोजेको, जो मान्छे प्रभुमा सिधा छ, राम्रो छ, उसको मृत्यु चाहिँ बिरामी नभइकन शान्तिसँगले सुतेको ओछ्यानमा जाने, आरामले जाने भन्नु खोजेको होइन। तर जब मान्छेको मृत्यु आउँछ, त्यो मृत्युमा चाहिँ ऊ खुसी हुन्छ। मैले जीवनभरि प्रभुको सेवा गरेँ, मलाई पक्का छ म प्रभुमा जान्छु भनेर उसको अन्तिम मृत्यु, अन्तिम शब्दसम्म पनि ऊ उज्यालो हुन्छ। उसलाई खुसी हुन्छ प्रभुको घरमा जानु। कसैले गीत गाइदिनु नि भन्दा भन्दै गीत सुन्दा सुन्दै प्रभु घरमा जान्छन्। कसैले प्रार्थना गरिदिनु भन्दा भन्दै प्रभुको घरमा जान्छन्, होइन। अनि कसै चाहिँ अब यसरी आनन्द, ऊ महिनौ किन हस्पिटलमा थला परेर नबसुन्, तर मृत्युमा चाहिँ आनन्द, उसको अन्तिम सासमा चाहिँ आनन्द, ऊ डराउनु नपरोस्, होइन। यस्तो चाहिँ शान्तिमय मृत्यु भनेको चाहिँ यो, होइन। प्रभुको दासहरूले हामीले देख्छौँ कति जलाए, होइन, जलाएर मारे, तर पनि उनीहरूको मुखबाट के थियो? आनन्द थियो। उनीहरूको अनुहारमा आनन्द थियो। कसैलाई काटेर मारे भने, कसैलाई भिरमा खसालेर, कसैलाई ढुङ्गा हानेर मारे, होइन। स्टोफेनलाई ढुङ्गाले हानेर मार्दाखेरि स्टोफेनको अनुहार कस्तो थियो? उज्यालो थियो। प्रभु यिनीहरूलाई क्षमा दिनुहोस्, यिनीहरूले केही जान। जुन शब्द प्रभुले क्रुसमा बोल्नुभयो नि, प्रभुले पनि भन्नुभयो अन्तिममा, प्रभु यिनीहरूले केही जान्दैनन्, यिनीहरूलाई क्षमा दिनुहोस्, होइन। त्यो शब्द पावलले सुनिरहेको हुनुपर्छ त्यतिखेर पनि, जब जब प्रभुले भन्दा पनि। अनि जब स्टोफेनलाई पनि ढुङ्गाले हानेर मार्यो, पावलले लुगा बोकेर बसेको छ, स्टोफेनको मुखबाट पनि के आयो? जस्तै प्रभुको शब्द थियो, होइन। प्रभु यिनीहरूले के जान्दैनन्, यिनीहरूलाई क्षमा दिनुहोस्। प्रभुको जनहरूको हेर्नुहोस् त, अन्तिम मृत्युमा हुँदा पनि उनीहरूको मुखमा कस्तो शब्द आउँदो रहेछ? क्षमा दिनुहोस्। अनि स्टोफेनले प्रभु यीशु उभिएर स्वागत गरेको, होइन। मेरो छोरा आइज भनेर आज त्यहाँनिर उभिएर स्वागत गरेको पाउँछौँ हामी प्रेरितको पुस्तकमा, हो। प्रेरितको पुस्तकमा यहाँ म ठ्याक्कै वचन पल्ट्यो, 7 अध्यायको 49। अनि तिनीहरू स्टोफेनलाई ढुङ्गाले हाने, जसले परमेश्वरलाई पुकारिरहेका र हे प्रभु यीशु मेरो आत्मा लिनुहोस् भनिरहेका थिए। अनि घुँडा टेकेर ठुलो सुले कराएर भने, हे प्रभु यो पाप तिनीहरूमाथि नलागोस्। अनि यसो भनेपछि तिनी सुते। अनि 56मा चाहिँ अनि हेर्नुहोस्, आकाशहरू खोलिएर मानिसका पुत्रलाई परमेश्वरको दाहिने हातपट्टि उभिरहेको उहाँले देख्नुभयो। हेर्नुहोस्, प्रभुको जनहरू जब मृत्यु हुन्छ नि, स्वर्गदूत देख्नुपर्छ, स्वर्ग खोलिएको देख्नुपर्छ। त्यस्तो सेवाकाई हामीले गर्नुपर्छ। मृत्युमा शान्तिमय मृत्यु, भजन सङ्ग्रह 37:37मा शान्तिमय मृत्यु हुनुपर्छ। अनि यसरी प्रभुको विश्वास गर्ने मान्छेहरू यसरी शान्तिमय मृत्यु हुन्छ। अनि दोस्रो पत्रुस, अब मैले धेरै टाइम लिएँ होला, दोस्रो पत्रुसमा के भनेको छ भने, अब यस्तो विश्वासयोग्य सेवा गर्ने मान्छेहरूलाई स्वागत गर्छन् अरे क्या स्वर्गमा। उनीहरूलाई स्वागत गर्नलाई एकदम तयारी बसिरहेका हुनुहुन्छ अरे। अङ्कललाई पनि अस्ति जब अङ्कललाई पनि स्वागत गरिसक्यो, होइन, स्वर्गमा। दोस्रो पत्रुसको पुस्तक, दोस्रो पत्रुस 1 अध्यायको 11 पदमा, 1 अध्यायको 11 पदमा म यसरी पढ्दैछु। किनकि यसरी नै तिमीहरूले हाम्रा प्रभु र मुक्तिदाता यीशु ख्रिस्टको अनन्त राज्यभित्र प्रशस्त गरी प्रवेश पाउनेछौ। कस्तो राम्रो कुरा, होइन। यीशु ख्रिस्टको अनन्त राज्यमा प्रशस्त गरी प्रवेश, प्रभुको जनहरूलाई ढोका खुल्ला प्रभुको जनहरूलाई। अङ्कल आरामले ढोका खुल्ला भएर प्रभुको घरमा पसिसक्नुभयो।
शान्तिको ओछ्यानमा विश्राम लिनुभयो। मैले संसारमा धेरै यात्रा गरेँ, परदेशी जीवन बिताएँ। अब म आरामले सुतिरहेको छु। अँ, यसै कारणले गर्दा अब जो शरीर उहाँहरूले शनिबार राख्नुहुन्छ, त्यो शरीर जो सुतेको शरीर हो मैले भने। अब अन्तिम वचन म पढ्छु अनि राख्छु। त्यो अन्तिम सुतेको शरीरलाई चाहिँ नि, जो अ, उपदेशक 12 7 पदमा आत्मा लानु भएको छ, शरीर चाहिँ गाडी नै छ। अब पहिलो थिस्सलुनिके 4 अध्यायमा चाहिँ त्यही आत्मा प्रभुले ल्याउनुहुन्छ, त्यही शरीरलाई बौरी उठाएर हावामा उनीहरू त्यो आत्मा र शरीर भेट भएर एउटा महिमित शरीर हुनेछ, जो चाहिँ प्रभुको आगमनमा उठ्ने भन्दा पहिले चाहिँ आज गाडिएकोहरूलाई चाहिँ हुनेछ भनेको छ। त्यो वचन पढौँ, आउनुहोस्। यसरी प्रभुले सुतेकाहरूलाई बोलाउनुहुन्छ भनेको चाहिँ त्यो, तिमी सुतेको छौ लाजरस, बौरी उठाऊ। अब प्रभु पनि आउनुहुन्छ अनि ती सुतेकाहरूलाई, ल तिमीहरू धेरै विश्राम लिऊ, अब उठ, परमेश्वरको राज्यमा 1000 साल राज्य गर्नलाई उठ। कति राम्रो कुरा होइन। 4 अध्याय, पहिलो थिस्सलुनिके 4 अध्यायको 14 पददेखि पढ्दैछु। किनकि यीशु मर्नुभयो र बौरेर उठ्नुभयो भनी हामी विश्वास गर्छौँ भने यसरी नै परमेश्वरले यीशुमा सुतेकाहरूलाई, अब यसरी नै परमेश्वरले यीशुमा सुतेकाहरूलाई पनि उहाँको साथमा ल्याउनु हुनेछ। जो चाहिँ अब हाम्रो अङ्कल पनि सुत्नु भएको छ, पहिले पहिले प्रभुको जनहरू सुत्नु भएको छ, उनीहरूको आत्मालाई पनि प्रभु यीशुको आगमन हुँदाखेरि उहाँहरू पनि उहाँहरूको आत्माहरू पनि आउनेछन्। किनकि परमप्रभुको वचनद्वारा हामी तिमीलाई यो भन्दछौँ, हामी जो जीवित छौँ अहिले र प्रभुको आगमनसम्म रहिरहनेछौँ भनी हामी कुनै रीतिले पनि सुतेकाहरूलाई चाहिँ उछिन्ने छैनौँ। जो उनीहरू सुतिसकेका छन् उनीहरू उछिन्ने छैनौँ। किनकि परमप्रभु आफै आज्ञा रूपी चित्कार प्रधान स्वर्गदूतको आवाज र परमेश्वरको तुरैको साथमा स्वर्गबाट ओर्लिनु हुनेछ अनि ख्रिस्टमा मरेकाहरूलाई पहिले बौरी उठाउनु हुनेछ। जो मरेका छन्, गाडिएका छन्, उनीहरूलाई बौरी उठाउनु हुनेछ। त्यसपछि मात्रै हामी जीवित रहेकाहरूलाई आकाशमा भेट्न उनीहरूसित एकसाथ बादलहरूमा उठ्नेछौँ अनि यसरी नै हामी सधैँ प्रभुको साथमा रहनेछौँ। यसकारण यी वचनहरूद्वारा एक अर्कालाई सान्त्वना देऊ। प्रभुको वचनले यसरी सान्त्वना दिन्छ। पहिले अब यदि अब आजको 1 महिना पछाडि प्रभुको आगमन भयो भने सुतेकाहरू पहिले प्रभुले उठाउनुहुन्छ, उनीहरूको आत्मा आउँछ अनि उनीहरू एउटा महिमित शरीर हुन्छ अनि मात्रै अब हाम्रो आगमन पनि हुँदो रहेछ। उनीहरू उछिन्न हामीले नसक्ने। जस्तो यो शरीर किन किराले नखाएको होस् होइन, किन किराले औँसाले किन खाएको नहोस्, यहाँनिर अयुबले त्यो कुरा बताउँदछन् होइन। अयुबले के भन्छन् भने अयुबको पुस्तकमा, अयुबको पुस्तक अयुब त्यो आज हजार हजार आज पानीमै किन नभासिएको होस् होइन, त्यो शरीर किन आगोले डढाएको किन नहोस्। कति प्रभुको जनहरू आगोमा डढिए, कतिको लासहरू अहिले थाहा पनि छैन कहाँ छ होइन। अनि कति कसरी मरे, ती सबै कुरा किन एउटा कुहिएर किन नगएको होस्। तरै पनि यहाँ अयुबले एउटा मिठो कुरा के भन्छन् भने यहाँनिर अयुबको पुस्तकमा हामी अयुब अयुब 19को 25 26 27 पद म पढ्दैछु। किनकि म जान्दछु मेरो उद्धारक जीवित हुनुहुन्छ अनि पछिल्लो दिनमा उहाँ पृथ्वीमाथि उभिनुहुनेछ। जसरी अघि हामीले पढ्यौँ पहिलो थिच्नु 4 अध्यायमा प्रभु बादलमा आउनुहुनेछ। यहाँ भनेको छ पछिल्लो दिनमा उहाँ पृथ्वी माथि उभिनुहुनेछ अनि अंशहरूले मेरो छालापछि मेरो शरीर नाश गरे तापनि म मेरो शरीरमा परमेश्वरलाई देख्नेछु। उहाँलाई म आफैले देख्नेछु अनि मेरो आँखाहरूले उहाँलाई देख्नेछन्। अरूले होइन, मेरो अन्तस्करण मेरो छातीभित्र बिलेर गए तापनि मेरो शरीरले त्यो दिन परमेश्वरलाई देख्नेछु। सायो शरीर कुहिएर किन नजाओस्, औँसले किन नखाओस्, तर त्यो दिनमा जब मेरो उद्धारक आकाशमाथि आउनुहुनेछ
त्यतिखेर मेरो शरीरले पनि देखिनेछ। यस्तो आशा, हँ, यस्तो आशामा अङ्कल जानुभएको छ। यति राम्रो विश्राम, शान्तिको विश्राममा जानुभएको छ अङ्कल आन्टी, होइन? कति राम्रो कुरा। र उहाँले जो आज एउटा इक्जाम्पल भएर सेवाकै गर्नुभएको छ, उहाँको प्रतिज्ञा अनुसारको सेवाकै अब रहेका छोराछोरीहरूले, नाता नातिनीले गर्नुपर्छ। यसरी प्रभुको वचनले हामीलाई यसरी सान्त्वना दिनेछ र प्रभुले सान्त्वना दिएका हुन्। प्रभुको वचनले, प्रभुको जनहरूले यसरी सान्त्वना दिएका हुन्, किनकि प्रभुको वचनमा भजन सङ्ग्रह 94को 19 पदमा म पढेर राख्नेछु। म भित्र भिडका भिड चिन्ताहरू भएका बेलामा तपाईँका सान्त्वनाहरूले मेरो प्राणलाई आनन्दित तुल्याउँछ भनेको छ। हो, भिडका अहिले यति चिन्ता फिक्री त हुन्छ नि, होइन? तर यी भिडका भिड चिन्ता फिक्री भएको बेलामा तपाईँका सान्त्वनाहरूले मेरो प्राणलाई आनन्दित तुल्याउँछ। ल, प्रभुले यी वचनहरूद्वारा सबै आज उहाँ अङ्कलको छोरा, हाम्रो दाजुहरूलाई अनि बुहारीहरूलाई, उहाँको नाता नातिनीहरूलाई, जो उहाँले गर्नुभएको सेवा, उहाँले गर्नुभएको आशिष आज उहाँहरूमाथि जेनेरेसन टु जेनेरेसन भएर गएका हुन्। उहाँहरूको सेवा जसरी अब्राहमलाई प्रभुले आशिष दिनुभयो, अनि इसाकलाई अनि त्यहाँबाट फेरि पनि इसाकबाट याकुबलाई, याकुबबाट 12जना छोरालाई, 12जनाबाट अहिले, होइन, सारा हामी अब्राहमको छोराछोरी भएका छौँ। त्यसरी उहाँहरूको सेवकैको, उहाँहरूको आशिषको ब्लेसिङ टु ब्लेसिङ यसरी गइरहेको